नमस्कार, देव मिडियामा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिका मुख्य समाचारहरुबाट। हर्क साम्पाङको पार्टीबाट ठूलो विद्रोह। सांसद हर्क साम्पाङलाई ठूलो झट्का लागेको छ। उनको संस्कृति पार्टीबाट 102 जना मुख्य सदस्यले सामूहिक रूपमा राजीनामा दिएका छन्। पार्टीकी महत्वपूर्ण नेता नीना राईको नेतृत्वमा उनीहरूले राजीनामा दिएका हुन्। उनीहरूले नेतृत्वप्रति असन्तुष्टि र विश्वास टुटेको बताएका छन्। परराष्ट्र मन्त्री शिशिर खनाल भारत जाँदै। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक निमन्त्रणामा जुन 6 र 7 गते भारत भ्रमणमा जाने भएका छन्। रवि लामिछाने भारतबाट फर्किएपछि यो भ्रमण हुनेछ। नेपाल भारत बीचको सम्बन्धलाई अझ राम्रो बनाउने विषयमा कुराकानी हुने बताइएको छ। भारतबाट आयात हुने आँपमा प्रतिबन्ध। कृषि मन्त्रालयले भारतबाट आउने आँपमा अत्याधिक विषादी भेटेपछि आयात रोकेको छ। वैशाख जेठदेखि यो प्रतिबन्ध लागू गरिएको हो। यसले नेपाली किसानले उब्जाएको फललाई बढी बजार पाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। 7 दिन हराएका दावा शेर्पा जीवितै फेला। ओखलढुङ्गाका दावा शेर्पा एभरेस्ट बेस क्याम्प नजिकै 1 हप्तादेखि हराएका थिए। बुधबार बिहान उनलाई जीवित फेला पारिएको छ। उनको हातखुट्टामा चिसोले असर परेको छ, तर अवस्था स्थिर छ। 775 वटा विद्युतीय गाडी नियन्त्रणमा। कोरला नाकाबाट भित्र्याएका 778 वटा विद्युतीय गाडी प्रहरीले नियन्त्रणमा लिएका छन्। बजेटमा कर बढ्ने खबर चुहाट भएर कर लाग्नु अघि नै गाडी भित्राएको आशंका छ। अनुसन्धान भइरहेको छ। चिया निर्यात बढ्यो। यो वर्ष नेपालले 1 करोड 50 लाख किलो चिया निर्यात गरेर 4 अर्ब 59 करोड रुपियाँ कमाएको छ। गत वर्षको भन्दा धेरै बढी हो। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।